हेलो साथीहरू नमस्ते। यो चाहिँ नेक्स्ट डे हो। आउन दिन्छ होला नि सर। हामी यहाँबाट निस्किन लाग्यो। यो चाहिँ दिदीको क्वार्टर हो। यहाँ चाहिँ अब हाम्रो यहाँ सबै छ। यो पछाडि दिदी, सङ्गम, बाबा, दिदी, ड्याडी, मम्मी। हाई भन्ने फुर्सदमा पनि छैन मामी यहाँ ढिलो भएर। हामी चाहिँ अब रेलवे स्टेसन जानु लाग्यो। हामीलाई चाहिँ 4 बजीको ट्रेन छ। अहिले 3:35 भइसक्यो। जान्छौँ त्यहाँ अब यस्तै जाम छ। त्यहाँ गएर त्यहाँ भएर हामीलाई चाहिँ यस्तो हतार भएर मम्मीहरू टिचर बस्नु यहाँ। फाइनल्ली हामी चाहिँ यहाँ आइपुग्यौँ। बाबा चाहिँ यहाँ हिँडिसक्यो आमा छोरी। हामी चाहिँ यहाँ ट्रेनमा बसेछौँ। ट्रेन चाहिँ यस्तो छ। हेलो साथीहरू नमस्ते। यो चाहिँ नेक्स्ट डे हो। अनि चाहिँ हामी ट्रेनमा छौँ। अब चाहिँ हामी 9 बजीतिर झर्छ। अब कामाख्या दर्शन गर्नको लागि जाने हो। अनि कामाख्या जानलाई चाहिँ अब त्यहाँबाट फेरि गाडीहरू लिएर जानुपर्छ अरे। अनि गाडीहरू लिएर गएर अनि के कस्तो हुन्छ म हजुरलाई देखाउँछु। हामी चाहिँ शिवको कपाल बान्दिँदैछौँ। हामी चाहिँ अहिले यहाँ गुवाहाटी झर्ने कि कामाख्या झर्ने कि भनेर कन्फ्युज भइरहेछ। यहाँको बाहिरको नजारा चाहिँ यस्तो छ। यहाँ छिन् कान्छी दिदी। रेलवे स्टेसन आइपुग्यौँ। यहाँ वेटिङ हल त्यस्तो छ। यहाँको हलहरू चाहिँ हाम्रो चाहिँ सामानहरू यहाँ छ। ड्याडी कान्छी दिदी सामान झार्दै हुनुहुन्छ। शिव यहाँ चाहिँ गुवाहाटीमा झऱ्यौँ। अब गुवाहाटीबाट चाहिँ कामाख्या लागि जाँदैछौँ। यहाँ चाहिँ अब केमा जाने कसरी जाने भनेर हाम्रो यहाँ प्लानिङ हुँदैछ। यहाँ सबैजना पाउँछ। यहाँ चाहिँ एकदमै भिड सामान लोड भयो। अब जानु लाग्यो। चाहिँ यहाँबाट निस्क्यौँ है त। हामी निस्क्यौँ भन्छ त मम्मी, बाबा, दिदी, ड्याडी। यस्तो यस्तो गर्नु न। यस्तो हजुरको त यहाँ हुनुहुन्छ हाम्रो दादाजी। झऱ्यौँ गुवाहाटी कामाख्यातिर तल झऱ्यौँ। यहाँको नजारा चाहिँ यस्तो छ। यहाँ मन्दिरहरू पनि रहेछ सबै। यहाँ देख्न सक्नुहुन्छ। यस्तो रेडी भएर फेरि होटेलमा बसेर नुहाइ गरेर अब चाहिँ फेरि माथि कामाख्या जान लाग्यो। यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ मेला जस्तो हुने रहेछ। चाहिँ यस्तो छ। माताजीको लागि यसरी चढाउन मिल्ने वरमालाहरू छ। यहाँ चाहिँ बाबा मम्मी यहाँ चाहिँ यतिको भिड छ। आज अब जाँदैछौँ। यहाँ चाहिँ यस्तो सामानहरू किन्न नि पाइने रहेछ। यहाँ चाहिँ बलि हामी चाहिँ मन्दिरभित्र इन्ट्री भयो। यो चाहिँ मन्दिर हो हाम्रो। चढाउने
अहिले चढाउँला क्या पहिला मन्दिर जाऊँ न यो चाहिँ मन्दिर हो यहाँ चाहिँ अब दर्शन गर्ने हो मन्दिर जानको लागि हिँड्दैछौँ यहाँ चाहिँ एकदम भिड छ यहाँ चाहिँ यसरी बलिहरू पनि गरिन्छ देखिए कैसा मम्मी शिवु यहाँ चाहिँ यहाँ भगवान्हरू हुनुहुन्छ यो सबै चाहिँ यहाँ दर्शन गरेर यहाँ बसिरहेको छ अब मन्दिरभित्र जान गएको चाहिँ अब हामी लाइन बस्दैछौँ मन्दिरलाई दर्शन गर्नलाई